हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू भिडियो। तपाईहरु कस्तो हुनुहुन्छ त? सन्चै हुनुहुन्छ त? आजको भिडियो चाहिँ मेरो नयाँ युट्युब च्यानलमा है र म चाहिँ हिन्दीमा बोलेर बनाउँछु भनेको थिएँ यो च्यानलमा चाहिँ भिडियो म है र निश्चल दादाले भन्नुभएको चाहिँ नेपालीमा भिडियो बनाऊ भाइ भन्नुभएको रहेछ है र म त्यही भएर चाहिँ नेपालीमा भिडियो बनाउनु फुल्ली कोसिस गर्दैछु है र देख्नु सक्नुहुनेछ गाइस साथीहरु है र यहाँनिर चाहिँ यसलाई चाहिँ के भन्छ तपाईहरुले अचार खानुभएको छ त यसले है र कमेन्ट गर्नु होला यसको अचार खानुभएको छ भने चाहिँ है र यस्तो यस्तै अर्ग्यानिक भिडियोहरू आउनेछ यो च्यानलमा चाहिँ है र यहाँनिर यस्तो दामी छ है जग्गाहरू हाम्रो गाउँको चाहिँ र उतानिर चाहिँ एउटा ठुलो पानीको पोखरीहरू छ है र ठुलो हनुमान भगवानको मूर्तिहरू छ है र यहाँ तल चाहिँ एकदमै ठुलो गुफा छ है ढुङ्गाले आफै बनिएको गुफा छ र त्यो गुफा हेर्नु चाहनुहुन्छ भने चाहिँ म अहिले नै गएर देखाउँछु हजुरहरूलाई। बाहिरबाट चाहिँ अहिले नै गएर देखाउँछु र भित्र चाहिँ म जान सक्दिनँ अहिले है र हजुरहरूले कमेन्ट गर्नुभयो भने चाहिँ म भित्र गएर पनि भिडियो बनाउँछु। आजको मौसम यस्तो भइरहेको छ साथीहरू है र भिडियो चाहिँ हजुरहरूलाई के कस्तो लाग्छ त कमेन्ट गर्नु चाहिँ होला है त। कमेन्ट गर्नुभयो भने चाहिँ कमेन्ट लाइक गर्नुभयो भने चाहिँ हामीलाई भिडियो बनाउनु एकदमै खुसी लाग्दो रहेछ है। मैले यो 3टा च्यानलबाट सिकिसकेको छु है र एउटा च्यानलमा मेरो 5000 सब्सक्राइबर भएको थियो तर त्यो च्यानल पनि मेरो डिलिट भयो है र यहाँनिर यस्तो छ गाइसहरू इस्कुसको झ्याङहरू है र उसको नाम चाहिँ आयुष हो गाइस साथीहरू है र गुफा भनेको चाहिँ मैले यहाँनिर छ यस्तो जग्गामा छ गुफा है र म चाहिँ यो बाटो जानेछु है साथीहरू। र साथीहरू म चाहिँ यहाँनिर नआएको चाहिँ निकै भएको थियो है र म चाहिँ यहाँनिर खासमा चाहिँ म चाहिँ आएको हाम्रो घर चाहिँ तल हो, यहाँबाट निकै टाढो पर्छ है र यहाँनिर चाहिँ हाम्रो मामा घरमा आएको छु म चाहिँ है र यहाँनिर देख्न सक्नुहुनेछ ठुलो धुप्पीको रुख छ है गाइसहरू। र मामा घरमा चाहिँ यस्तो जग्गाहरू दामी छ। हाम्रो गाउँमा चाहिँ त्यति साह्रो राम्रो त छैन तर पनि आफ्नो गाउँ राम्रै लाग्दो रहेछ है र यहाँनिर देख्न सक्नुहुनेछ। सबैजनाले दर्शन गर्नु होला है साथीहरू। यहाँभित्र चाहिँ एकदमै डरलाग्दो गुफा छ गाइसहरू है र साथीहरू। यस्तो यहाँनिर चाहिँ इन्डियाको म्याप जस्तो बनिएको छ। अहिले त्यति साह्रो राम्रो देख्दैन गाइस साथीहरू है र म चाहिँ र अहिले चाहिँ टाइम हुँदैछ तपाईँहरूको यहाँ देख्न सक्नुहुनेछ गाइस साथीहरू है र 6:30 भइसकेको छ साथीहरू। यहाँनिर चाहिँ ठुलो गुफा छ। हजुरहरूले भिडियो हेर्नुहुन्छ होला भन्ने आशा गरेको छु साथीहरू है र उतापट्टि भोलि म एउटा ठुलो हनुमान भगवानको मूर्ति छ र त्यहाँनिर चाहिँ ठुलो पानी पनि छ, पोखरी छ है र त्यो भिडियो पनि म हजुरहरूलाई भोलि लिएर आउने नै छु साथीहरू है र आजको भिडियो चाहिँ हजुरहरूलाई के कस्तो लाग्यो त कमेन्ट गर्नु नबिर्सिनु होला। भिडियो हेर्नुभयो भने चाहिँ है र साथीहरू यो चाहिँ मेरो नयाँ च्यानल हो, हजुरहरूले सब्सक्राइब गरिदिनु होला साथीहरू। ल आजको भिडियो यति नै है साथीहरू। म चाहिँ हिन्दीमा भिडियो बनाउने थिइनँ र यति बेला भिडियो चाहिँ मैले किन बनाएको त भन्दाखेरि चाहिँ यसो मैले मेसेन्जरमा हेरेको है र निश्चल दादाले भन्नुभएको रहेछ भाइ नेपालीमा भिडियो बनाऊ न भनेको रहेछ। मैले चाहिँ भनेको थिएँ हाम्रो सिक्किम दार्जिलिङमा चाहिँ नेपालीहरू पुरा छ है, सबैजना नेपाली जस्तै छ तर सिलगढीपट्टि चाहिँ नेपाली बुझ्दैन त्यति साह्रो है हाम्रो बङ्गाल इन्डियामा चाहिँ है। के भनेर मैले हिन्दीमा भिडियो बनाउँछु भनेर सोचेको थिएँ तर अबदेखिको म हिन्दीमा भिडियो बनाउँदिनँ किनकि हाम्रो निश्चल दादाले भन्नुभएको छ नि त। त्यो भएर चाहिँ म आजदेखिको नेपालीमा भिडियो बनाउनेछु, फुल्ली नेपालीमा भिडियो है र के कस्तो हुँदो रहेछ हेर्दै गर्नु होला है त गाइस। भोलि भेटौँ है त। जय हिन्द जय भारत।